Yeah.
आज 2023 जुलाईको 11 तारिकको दिन यस स्वर्गदिन गुम्बामा हाम्रा प्रिय भाइ बुद्ध लामा लोक्सान डाबा अनि उहाँको आज विशेष समारोहको दिन हो। यो समारोहको अर्थ महत्त्व र त्यसको विशेषता के हो भने अनि लोक्सान डाबा भाइ आफै यहाँ गुम्बामा आउनु भएर आज नै धेरै वर्ष पुग्नु भएछ।
धेरै वर्षपछि उहाँले अब अध्ययनकै क्रममा अनि भोलि घिसी उपाधि हासिल गर्नुपर्ने हुँदा घिसी उपाधि हासिल गर्नको निमित्त धेरै कार्यहरू अध्ययनका साथसाथै धेरै समारोहहरूलाई पनि यसरी चाहिँ मनाउनु पर्ने भएको हुँदा आज चाहिँ विशेष समारोहको दिन भएको छ। उहाँले चाहिँ आजै उहाँ अब अध्ययन गरेर माथि क्लाससम्म आउन सफल भएको उपलक्ष्यमा अनि भविष्यमा छिटै घिसी उपाधि हासिल गर्नको निमित्त कुनै पनि बाधा विघ्न नहोस्, कुनै अप्ठ्यारो नहोस्, यो घिसी उपाधि हासिल गर्न सफलता मिलोस् भन्ने हेतु र त्यसको निमित्त आज उहाँले विशेष अफरिङ सेरेमनी यहाँ यसरी मनाउनु भएको छ। त्यसैले आज चाहिँ उहाँले बिहानैदेखि यहाँ 800-900 जना लामा भिक्षुहरूलाई दान दक्षिणा अफरिङ गर्नुभएको छ। त्यसै गरी आज एक दिनको भोजन दान दिनुभएको छ। त्यसै गरी आज उहाँको चाहिँ एउटा शुभ साहित्यको निम्ति अनि लामा भिक्षु गुरुहरू, घिसिलाहरू, ढुङ्गुर्चियाहरूले यसरी पाल्नु उहाँलाई खत अफरिङ अफरिङको यसरी चाहिँ यो अवस्थामा छौँ। त्यसैले चाहिँ हामी सबैले लोकसान्ताको भाइ कुनै पनि बाधा विघ्नहरू सबै हटेर छिटोभन्दा छिटो घिसी उपाधि हासिल गर्न मिलोस् भन्ने हामी सबैको उहाँलाई शुभकामना छ, हाम्रो प्रार्थना छ। अनि आज यो विशेष समारोह आज यसरी चाहिँ भव्य सभ्यको साथ यसरी चाहिँ सम्पन्न भइरहेको हुँदा हामी सबैले उहाँलाई हार्दिक बधाई पनि भन्न चाहन्छु। र विशेष गरी उहाँ सिन्धुपाल्चोक अनि 5 पोखरी पालिकाबाट रहेछन्। त्यसैले चाहिँ उहाँ राम्रो अध्ययन गर्दै हुनुहुन्छ। अझै पनि अध्ययनले निरन्तर दिन सफलता मिलोस् भन्ने हाम्रो फेरि पनि कामना छ। र आजको विशेष समारोह यसरी सम्पन्न हुन गइरहेकोमा हार्दिक बधाई। आगामी यात्राको निरन्तरको लागि हामी हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ। तुच्छे।